जय मसीह सम्पूर्ण ख्रिस्टका भक्तजनहरू अनि ख्रिस्टका प्रियजनहरूमा मेरो व्यक्तिगत तर्फदेखि सबैजनालाई जय मसीह। र तपाईहरूको बीचमा म आज संसारको ज्योति हैन अनि संसारका मानिसहरूले गरेका पाप उठाइ जाने प्रभु येशू ख्रिस्टको बारेमा तपाईहरूको बीचमा केही कुरा म प्रस्तुत गर्न गइरहेको छु है त। विशेष गरेर म ढिलो नगरिकन तपाईहरूको बीचमा यूहन्नाको पुस्तक 14 अध्यायको 6 पदमा यसो भनिएको छ, येशूले तिनलाई भन्नुभयो, बाटो सत्य र जीवन म नै हुँ, मद्वारा बाहेक कोही पनि पिता कहाँ आउन सक्दैन भनेर चाहिँ प्रभुले भन्नुहुन्छ। हाम्रो सोच हाम्रो विचार के हुन्छ त भन्दाखेरिमा हामी कसरी पापी छौँ हैन, हामी